तपाईहरुले देखिराख्नु भएको छ यो हो भिरमोरा। एक्चुअली यो ठाउँलाई पुनिकाना भनिन्छ। यो चाहिँ दैलेखबाट जुम्ला जाने रोड हो। यो भिरमोराको माथि सबैभन्दा माथि इटा भनिन्छ। त्यो ठाउँमा हामी जान खोजिरहेका छौं। इटापुरा भनेको दैलेख बजारदेखि सबैभन्दा अग्लो स्थान हो। यो दैलेखबाट पनि यहाँ पिकनिक गर्न आउने र यसो आउटिङ घुम्न आउनेहरूको यहाँ भिड लाग्छ बिदाको दिनमा। भने हामी आज यो भिरमोरा गाउँ हो तल यो देखिराख्नु भएको र यहाँबाट हामी सबैभन्दा अग्लो ठाउँ यो भिरको माथिको टुप्पोमा जाँदैछौँ। यही हो इटा भनिन्छ। हामी अहिले सबै हाम्रो फ्यामिली भाइ दाइभाइहरू भतिजा समेत हामी यो हाइकिङ गर्दैछौँ हैन। मेरो दाइलाई चाहिँ हाइकिङ गर्न साह्रै गाह्रो भइरहेको छ। पछाडि हेर्नुहोस् है। ओहो कति गाह्रो। हाइकिङ गर्न सिक्नु पर्यो। नेपालको पानीले त भएन नि त। ल यो बच्चाहरू ल दौडेर आइरहेछन् बच्चाहरू। दौडेर आयो उनीहरू क्यामेरा देखेर दौडेर आएको न अब एकछिनमा। ल हेर यहाँ हेर। हेलो नमस्ते नमस्ते। नमस्ते। अब बाई बाई गर्ने। बाई बाई। ओके गाइज बाई। ल बाई बाई गरी है। ल अब हामी फेरि माथितिर उकालो चढ्दै इटाको टाकुरामा पुगेका छौँ। अहिले हामी यहाँ भिरमोराको सबभन्दा माथि उचाइमा रहेको इटाको टाकुरा भन्ने ठाउँमा छौँ। यो चाहिँ यहाँबाट दैलेख सदरमुकाम एकदम क्लियर देखिन्छ। तर आज अलिक उकालो लागेको कारणले हामीले क्लियर देख्न सकिरहेको छैन। तर पनि एउटा छाया प्रष्ट छ। अनि यहाँबाट देखिने दृश्यहरू भिरमोराको पुरै भिरबाट तल भिरमोराको गाउँ हेर्न सकिन्छ। त्यसपछि अनि यो भिरमोरा गाउँ भयो। त्यसपछि हाम्रो पछाडि देखिरहेको यो चाहिँ देशी गारे कालीमाटी भेसेघर देखिरहेको छ भने देखि पूर्वतिर माखु अनि सानी माखु चौराठा अनि के गर्दै यतातिर यो नौमुलेको मौज पनि देखेको छ। त्यसै गरी यता राईले एकदम क्लियर देख्न सकिन्छ। आज हामी यहाँ 3 जना दाइभाइहरू भतिजा समेत एकजना यहाँ पुग्यौँ। हाम्रा अरू 3 जना चाहिँ आउन सक्नु भएन। उहाँहरू बाटैबाट फर्किनु भयो। उहाँहरूको लागि पनि यहाँ हामी फोटो खिचिदिनु पर्ने भएको छ। अनि मिस्टर प्रथमले चाहिँ यहाँ फोटो सुटिङ गर्दैछ। फोटो सुटिङको तयारीमा छ एकदम। हो यताबाट खिच्ने भयो। यताबाट हो। अब क्लियर आउँछ ल है। सुटिङ गर्न लायकको छ। यहाँ चाहिँ अब यो सुटिङ गर्नको लागि मान्छेहरूलाई थाहा नभएको हुनसक्छ। एकदम रमाइलो डाँडा छ यो। यति हावा चल्छ कि यो डाँडामा। ओहो भनिसाध्य छैन। अलिकति तलतिर जानु पनि डर लाग्ने खालको छ।